हेलो एभ्रिवान गाइज, आज चाहिँ हामी कसैले काफल कसैले किम्बु के भन्छ थाहा भएन, तर हामीले चाहिँ यसलाई किम्बु भन्छौँ। टक्क लाएर खाना आउँदैछौँ। हेर्नुहोस् है, यस्तो दामी हुन्छ यो साँधेर खानालाई। अनि त्यही भएर चाहिँ हामी यो काफल किम्बु टिप्दैछु म। यता हेर्नु नि, यता लपकै रहेछ कि यहाँनिर। हेर्नु गाइज, यता यी काफल लगभग हामीले यो किम्बु भेट्नलाई चाहिँ धेरै टाइम लाग्यो। हामीले 1 घन्टाको मेहनत पछि मात्र यहाँ भेटेछौँ होइन। अर्को जग्गामा गएको कि त्यता रहेनछ, अनि यता आएको। तर यहाँ चाहिँ चराले देखेर हिँड्छ कि खाना आएन त। केटकेटीले नदेखेको यार है। कस्तो गोपेठा आयो होला, हामी केटकेटीले चरा नदेखेको थियौँ। तर मलाई शङ्का लाग्थ्यो नि त आज पाइँदैन भन्ने, तर पाइयो है। तर यो बुट्टामा चाहिँ लपक्कै रहेछ, तर अलि सानो सानो रहेछ कि होइन, सानो खाले हो। है ओ त्यो चाहिँ लोकल किम्बु हो। यो लोकल हो। यो चाहिँ सुधारिएको काफल हो कि यो चाहिँ हाँगा नकाटेको त हाँगा काटेको हो क्या होइन। यसको पातै अर्को छ नि। पातै अर्को छ। लोकल हो कि यो गाउँघरतिर पहिलेदेखि भइरहेको। भनेपछि मिठो चाहिँ यो हुन्छ। यो चाहिँ पछि यो किम्बु पालन भनेर आएको, रेशम किरा पालन भनेर आएको हो कि पछि। त्यही त चप्पा खाने कि आज बरु भोलि सुत्ने है लाएर। त्यस्तो तरिकाले त त्यस्तो फेरि घाम छैन अहिले। घाम त छ कि, तर यसको बाहिर भन्दा भित्र धेरै फलेछ त। भित्रको बाहिरको अलिअलि हावाले हल्लाएर झारो होला नि त पानी। यो बुटोमा चाहिँ ठुल्ठुलो रहेछ है। चन्न नसकेर हो क्या। ल हेर्नु कस्तो दामी छ। ओ यता त लपक्कै फले रहेछ नि त। तर यो हल्का हल्का पाके जस्तो हुन्छ नि, यो चाहिँ अझै मिठो हुन्छ नि। धेरै पाकेको भन्दा धेरै पाकेको चाहिँ लतक्क हुन्छ कि ठिक लाग्दैन हो। खास खाने बिहानमा हो यो। खास बिहानमा धेरै मिठो हुन्छ यो। खानु तात्छ क्या होइन, सेलाइसक्यो बेलुका भयो नि त। अब त यसरी लुकी खाँदाखेरि सर्को पर्छ नि। हो तर लपक्कै फले रहेछ यो बुट्टामा। सबभन्दा धेरै त यही बुट्टामा रहेछ है। रुखमै चढेर टिप्ने जस्तो कि यहाँ भोलिलाई पनि एकलट हुन्छ होइन। तर यो बुटो अरूले नचिन्दे हुन्थ्यो भन्ने कुरा हो। चिन्दैनन्। भोलि आउनुपर्छ है हामी। भोलि मिसन बनाएर भोलि सही हुन्छ कि। भोलि आउनु त कपडा चेन्ज गरेर रुखमै चढ्ने तरिकाले मारिकन खानुपर्छ। हुन्छ ल गाइजी, हामी चाहिँ टक्क लाएर काफल हो के किम्बु साधेर खान लाग्यो। हेर्नु यस्तो दामी छ, एकदम अर्ग्यानिक। हाम्रो माथिपट्टि किम्बुको बुटो छ ल हेर्नु। अनि टक्क तल थालमा किम्बु छ। अब यसलाई चाहिँ मारिकन खाँदाखेरि कस्तो होला ल? हुन्छ कस्तो छ? मिठै छ भन्नु पर्यो होइन। दामी। हामीले फेरि यो मुसेर झोल बनाइएन मान्छेले कचा मिस्छन् के, त्यो त मन पर्दैन। ठिक हुन्न यसो। यो भिडियो हेरेर बालापनको चाहिँ कोलाई याद आयो, यसरी किम्बु खाएको कोलाई याद आयो चाहिँ भन्नु है ल। यो सालको पहिलोचोटि नै होला यसरी खाएको पहिलोचोटि हो। बेला हुँदैछ नि त, बेला बल्ल सुरु भयो। यो काफलमा हातमा लगाएको छ नि यो दाग, झाप्पै जाँदैन। कपडा लगायो भने पनि धेरै गाह्रो हुन्छ नि यो जान कपडामा। यस्तो तरिकाले हेरौँ है त। आहा क्या दामी छ यार।
नि खाम जस्तो छ कि चिज भयो नि। पहिला सानो छँदा पहिला स्कुलबाट हाफछुट्टीमा भागेर आएर टन्न काफल खायो। अनि 3 बजे 4 बजे भनेपछि स्कुलबाट आउने अरू टोलीसँग मिसेर घर जाने ज्यान पनि यही होला होइन? अहिले गरियो के आएको। तर हामीलाई यो किम्बु भेटाउनको लागि आज महाभारत नै भयो नि। कहाँ पुगेको अरे? यहाँबाट 1 घन्टा टाढा गयौँ अनि रहेनछ। त्यसपछि फेरि यता फर्केको हेर्नु न कस्तो दामी छ है। भित्र चाहिँ अझै धेरै रहेछ कि। यो पुरै किम्बु हो, सानो सानो दाना छ तर दामी हुन्छ। जाम अरू बुटाको नि हेर्ने हो कि।